हेर केटाहरू मेरोसँग काम गर्ने केटाहरू हेर यो ठाउँमा तिम्रो अहिलेसम्म आएको होइन क्या तानिरहेको थियो म त भागिदिएको सो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल खै कस्तो हुन्छ हजुरहरू सबैजना सन्चै नै होला म भने एकदमै सन्चै छु सुगाउँछु तपाईँहरूको आशीर्वादले गर्दा आज भ्लग बनाइरहेको छु आज चाहिँ मैले हानेको छु छुट्टी फेरि पनि किनकि आज चाहिँ अलिक पर्सनल कामहरू छ अनि थोरै एउटा ठाउँमा भिजिट पनि गर्नुपर्ने छ र भिजिट गर्ने ठाउँ तपाईँहरूलाई म लास्टमा देखाउने छु अनि कामहरू भन्दाखेरि चाहिँ आज चाहिँ मैले बनाउनु पर्ने छ एउटा आधार कार्ड जो कि मैले अप्लाई गरेको सक्सेसफुल भइसकेको छ र आज आधार कार्ड बनाउने ठाउँमा गएर चाहिँ त्यो लिएर आउनु पर्ने छ अर्को एउटा काम छ मेरो साथीको दाँतमा चाहिँ ब्रासेस हान्नु पर्ने छ जो चाहिँ अलिक फाटहरू छ क्या दाँत त्यसको अनि डेन्टल हस्पिटलमा गएर चाहिँ अलिक त्यो ब्रासेस हालेर चाहिँ त्यो काम निप्ट्याउनु पर्ने छ अनि त्यसपछि हामी जानेछौँ आज घुम्नको लागि सरप्राइजिङ प्लेस तपाईँहरूलाई होइन मेरोमै रहेको एउटा प्लेस हो जो कि एउटा पपुलर प्लेस भन्न सक्छौँ हामी जस्तै योभन्दा अगाडि हामी गएको थियौँ टाटा बिल्डिङ र त्योभन्दा अगाडि गएको थियौँ हामी विधानसभा त्यस्तै यो पनि एउटा पपुलर प्लेस हो नाम मैले तपाईँहरूलाई बताएन लास्टसम्म भिडियो हेर्नुहोस् बिचमा तपाईँहरूले थाहा पनि पाइहाल्नुहुनेछ नेक्स्ट के कस्तो हुन्छ हेरिराखौँ भन अनि तपाईँहरू पनि यदि नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला तल आउनु पाएको छैन साबुन लिएर आइज अरे क्या अन्त यो साबुन लिएर आइदिएको छु अहिले त्यो चाहिँ कपडा धुन लाग्यो होला देखाउँछु तपाईँहरूलाई त्यसरी कपडा धोइरहेको छ दाजुहरू ले साबुन आएपछि गएर बोल्छ र खायो एक ग्लास कि मजा ला पकड ले क्याच गर अच्छा ले अरे लामो हेर त अहिले हामी सबैजना चाहिँ रेडी भइसक्यो अनि अब चाहिँ एकछिन नास्ता खान जान्छौँ हामी होटलतर्फ अनि त्यसपछि चाहिँ निक्लिन्छौँ हामी पहिला आधार कार्ड निकाल्नको लागि चाहिँ त्यसपछि सरप्राइजिङ प्लेसतर्फ चाहिँ लैजान्छौँ तपाईँहरूलाई चाहिँ हाम्रो चाहिँ अब नास्ता पनि रेडी भयो अनि अब चाहिँ एकछिन खाऊँ पुरा नास्ता पनि भयो अब हाम्रो अब चाहिँ हामी सिधै निक्लिनु लागेको आधार कार्ड लिनुको लागि डाइरेक्ट हामी त्यहीँ पुगेर पनि तपाईँसँग भेट्छौँ यो चाहिँ हाम्रो अब आधार कार्ड निकालेको त्यहाँबाट आधार कार्डको प्रोसेस भइरहेछ लाइक 5-10 मिनट हुन्छ मेरो आधार कार्ड निस्किन्छ अझै सेप्टेम्बरमा हामी चाहिँ यहाँ टक्क कार चाहिँ बुकिङ हालिसक्यो होइन अनि अहिले चाहिँ कार आउँदैछ अनि त्यसपछि चाहिँ हामी निक्लिन्छ यताबाट हामी चाहिँ ट्याक्क चट्टबारमा यो मेन हाइवेमा छौँ क्या अब चाहिँ एकछिनमा गाडी आउँछ अनि त्यसपछि हामी यताबाट चाहिँ निक्लिन्छौँ गाडी ट्राफिकले वहीँ पे लीजिए हाँ डेंटल क्लिनिक जहाँ भी हो चलेगा बस जाना है ल भाइ पुग्यो त पुग्यो नि हामी 150 ना तिनचोटि बनाइसक्यो माथिबाट कसैको थाहा पाइहाल्यो तर छु भन्छ माथि बोलाउँदैछ अब यसले चाहिँ ब्रासेस हाल्यो भनेको उसले चाहिँ अहिले मगाउने पऱ्यो उसले नै भन्नु लाग्यो यो चाहिँ अब क्लिनिङ गर्छु भन्दैछ रेसी हेरौँ के गर्छु क्लिनिङ गर्नुको लागि पुरा फङ्सन पनि भइसक्यो लास्ट लाग्यो त्यसरी बेलामा पढ्नुपर्छ राम्ररी भन्ने पनि जानेन टक्कै पछाडि चाहिँ गरिरहेको छ आधी घन्टासम्म मजाले भएको दाँत पनि तोडिदिनु अनि मजाले त्यही भित्र जानुपर्छ एकछिन ह्यान्ड कलिङ ब्याकलेटर भन्नुपर्छ चाहिँ नचिल्लाएपछि त्यसको चिल्लाट म तपाईँलाई सुनाउन चाहन्न क्या त्यसैले एकछिन म काम गर्छु अब सब भागेर किन भाग्यो मलाई दाँत तानिरहेको थियो म त भागिदिएको यस्तरी भागेर आयो लामो के हो भन्नु सुरुमा प्राइजिङ लिस्ट 500देखि 1000सम्म लाग्छ अरे अहिले लामो 3000 रुपियाँ लाग्छ भनेर पो भागेर आएको रहेछ हो यस्तरी कुनै लाम ठोकेर आयो नि यिनीहरूलाई कुनै छोड हाम्रो आफ्नो लोकेसनमा तपाईँलाई देखाउँछु आजको सरप्राइजिङ प्लेसको नेम रहेको छ लालबाग सुन्नुभयो यो चाहिँ अब हाम्रो यो बेङ्गलोरको चाहिँ एउटा अर्को पपुलर प्लेस चाहिँ होइन सो
यो चाहिँ रहेको छ हाम्रो लालबाग त्यतापट्टिको चाहिँ लालबाग पार्क जहाँ चाहिँ मान्छेहरू टन्न आइरहेको हुन्छ होइन अनि हामीले त्यसको ट्याक्क ओजिङमा बसिरहेको छौँ गाडीमा अब भनेर पुरै रिङ्गटा लागेको छ क्या त्यसरी चाहिँ एकछिन रेस्ट गरिरहेको छौँ अबको 4-5 मिनटपछि चाहिँ हामी त्यो भित्र प्रवेश गर्छौँ अनि तपाईँलाई देखाउँछौँ कस्तो छ त्यहाँको ठाउँ जान पनि यार एकजनाको 50 रुपियाँ टिकट 4जनाको 200 रुपियाँ पनि छुन यसै पैसा छ भने जताततै यहाँ लुटपाटमा खै कति सोचेको छ त्यति मान्छे चाहिँ छैन नै आज त्यही हो तपाईँलाई म भन्दै गर्दै आएको छु सटरडे सन्डे चाहिँ बढी हुन्छ अघि पछि त कम हुन्छ सबै ड्युटीमा गए हुन्छ नि त त्यसैले भाइ यस्तै जङ्गल छ यतापट्टि चाहिँ जो हेर्न लायकको चाहिँ थोरै हरियाली रहेछ त सोचे जस्तो भएन के सोचे थिए जिन्दगीमा के भइरहेछ यहाँ गयो पैसा खेर मसला त पर लेडीज पोस्ट देखिए गाइज मस्त गाने लेडीज पोस्ट कर रहे उधर पुडा खिच्नुको लागि मात्रै आइरहेको हुन्छ त्यही अब त्यही घुमिरहेको छ अनि त्यति साह्रो मान्छे पनि छैन त्यो चाहिँ यताको लेफ्ट साइड चाहिँ डुङ्गासुङ्गा काट्दाखेरि त मैले खै यता हो कि अर्को प्लेसमा गएको थिइनँ तर थोरै मान्छेहरू चाहिँ त्यो धेरै पनि छैन नेपाली भेट्दैन यार आज त्यति मतलब त्यहाँ जानुपर्छ यसलाई जियो अरे बाहुबलीमा भिडियो गर्नुपर्छ चाँडै तपाईँ एउटा कोल्ड ड्रिङ्क खानेर केटाहरू चाहिँ अब मजाले ठिकठाकै भाइ बढिया गर्मी धेरै भइरहेको छ यता चाहिँ कोहीमा चिसो खानु पाउनुको मजा नै अलग हुन्छ तपाईँलाई खाने छ जस्तै हो नि एउटा ठाउँ चाहिँ यता मस्त जस्तो लाग्यो क्या यतापट्टि हिडन प्लेस सी अलि राम्रो लागेको चाहिँ बाहिरबाट यहीदेखि लागेको छ अब जुन भित्र गएर पनि कस्तो छ त्यो चाहिँ मैले अलि हेर्नमा राम्रो लागेको जस्तोहरू पनि मस्त बनाएको रहेछ यता चाहिँ त्यो चाहिँ मलाई ठिक लाग्यो हाम्रो ठाउँमा काम गर्ने साथीहरूमध्ये चाहिँ कसैकोबाट पनि देखेको थिएन क्या मैले आएको चाहिँ सायद हामीले पहिलोचोटि हो हेर केटाहरू मेरोसँग काम गर्ने केटाहरू हेर यो ठाउँमा तिम्रो अहिलेसम्म आएको होइन क्या यहाँ पुगेँ होला हौ तर यो प्लेस यो ठाउँमा चाहिँ पुगेन योभन्दा उतैबाट फर्केको होला तिमीहरू चाहिँ त्यो ठाउँ चाहिँ तिमीहरूको लागि चाहिँ नयाँ है मसँग काम गर्ने केटाहरू चाहिँ हेर्न लाग्छौँ भने चाहिँ कमेन्ट छोडिदियो ल घुम्दा कति 2 बजी आएको हामी 2 घन्टा यता बिताइसक्यो 4 बजीसक्यो अनि अब चाहिँ अब पक्काउनु लागिसक्यो यता पनि बस्दा अझै निक्लिनु लागेको सायद हामी चाहिँ अब एकछिन पछि निक्लिन्छौँ यताबाट जस्तो रमाइलो भइरहेको ठाउँ चाहिँ अहिले चाहिँ हामी अब यताबाट सायद नास्ता खाएर अनि त्यसपछि निक्लिन्छौँ होला रुमतर्फ रुममा गएर चाहिँ नुहाइधुवाइ गर्नु छ नुहाइधुवाइ गरेर अनि त्यसपछि सायद अझै कुनै मलतर्फ जान्छौँ कि त्यतातिर चाहिँ भिडियो बनाउँदैन होला सायद हामी चाहिँ अनि त्यही रुमसम्म चाहिँ पुगेपछि तपाईँहरूसँग भेट्छौँ हामी चाहिँ होइन हामी चाहिँ अब रुममा चाहिँ अघि नै पुगेको तर फोनमा चार्ज दिएको कारणले गर्दा चाहिँ भिडियो नै बनाउनु पाएन क्या अनि फोन चार्जमा लगाएको थिएँ अनि अहिले चाहिँ नुहाइधुवाइ गरेर खानपिन खाएर चाहिँ बसिरहेको अब चाहिँ गएर एडिटिङ पनि गर्नुपर्ने हुन्छ राति पनि भइसक्यो सुन्नु पर्ने हुन्छ सो आज भोलि चाहिँ एडिट गर्छु तपाईँसँग चाहिँ भोलि हुन्छु अहिलेको लागि चाहिँ भोलकबाट चाहिँ बाई बाई भन्न चाहन्छु